Hey guys, र आज म बनाउँदैछु cinnamon roll. 1 cup warm milk, 1/3 cup sugar, 1 tablespoon dry yeast, 1/3 cup melted butter. हल्का मिक्स गरेपछि 1 teaspoon salt, 2 वटा अंडा, 4 कप मैदा. हातले या त ह्यान्ड मिक्सरले मजाले मिक्स गरेर डो बनाएपछि र्याप गरेर 1 घण्टाको लागि राखिदिनुहोस्. सेपरेटली सुगर, बटर अनि सिनेमन पाउडर हालेर मिक्स गरिदिनुहोस्. को मिक्स भएपछि साइड गरिदिनुहोस्. डोलाई 1 घण्टा रेस्ट दिइसकेपछि चारैतिरबाट ठुलो गरेर बेल्नुहोस् र अघिको सिनेमन पाउडर, सुगर, बटरको मिक्सरलाई चारैतिर लगाइदिनुहोस् र एक साइडबाट रोल गर्नु सुरु गर्नुहोस् र रोललाई 3 इन्चको डिस्टेन्स गरेर मसिनो काटिदिनुहोस्. रोल काट्दा छुरीमा मैदा लगायो भने राम्रोसँगले काटिन्छ. एउटा बेकिङ ट्रेमा बटर लाएपछि अघि काटेको सिनेमन रोललाई मजाले राखिदिनुहोस् र आधी घण्टाको लागि कभर गरेर छोडिदिनुहोस्. आधा घण्टा पछि मिल्क ब्रस गरेर 240 डिग्री प्रिहिट ओभनमा 25 मिनट्स राखेपछि हाम्रो सिनेमन रोल रेडी हुन्छ. यस्तै कुकिङ भिडियो अनि कुकिङ टिप्सको लागि मलाई फलो गर्नु नभुलिनुहोस् होला. हेर्नुहोस् त हाम्रो सिनेमन रोल कस्तो राम्रो भयो. आशा छ तपाईहरुले पनि यो भिडियो सेभ गरेर घरमा बनाएर इन्जोय गर्नुहुन्छ भनेर. थ्यांक्स फर वाचिङ. बाइ.